हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूलाई स्वागत छ यहाँ मेरो छोटो मिठो भिडियो। एकजना हामीसँग हुनुहुन्छ घुइटे दाई। उहाँ घुइटे दाईको के भन्नुहुन्छ है, हेरौँ घुइटे दाईले के भन्नुहुन्छ आज। के भन्दै डम्बर हैन तिमी डाइरेक्ट भाइरल हो क्या। डिप्रेशन मतलब वो अलग ही लेवल का बंदा था। मिलियन भन्दा भ्युज हुँदैन क्या मलाई, म बसेको ठाउँमा मैले भनेको ठाउँमा हाइलाइट हुन्छ तिम्रो सबै। मिलियन भन्दा भ्युज हुँदैन क्या मलाई, म बसेको ठाउँमा मैले भनेको ठाउँमा हाइलाइट हुन्छ तिम्रो सबै। यो साइकललाई भन्दा पनि पुरै खोपडी तोड्ने खोपडी जे भने नि हाम्रो ल ल म त हाल्छु त फेरि साँच्चीकै। मैले नहाला भनेको नि छैन त यार। अबे मजा आएगा ना भिडियो। मलाई यार काटे बाहुन त हैन यार। घुइटे मलाई बाबुन भन्छ, म ठकुरी बाबुन हुन्छ त साथीहरू। ठाकुरी र बाहुन एउटै हो नि मलाई। ठकुरी बाबुन एउटै हुन्छ, एउटै हो माटो। शेर्पा र तामाङ एउटै हो, एउटै हो नि। एउटै हो। अब एउटै डिप्रेशन मतलब हामी त ठकुरी बाबुन अलि फरक हो। सबै एउटै हुन्छ नि। रीति रिवाज संस्कार त हाम्रो नि एउटै हो, तर कास्ट फरक। मनाउने हामी सबै एउटै हामी। हल्का अझै बोतल ल्याएर आउनु गफ गर्दै ओहो। ढुक्क छ अरे तिमी झन् भाइरलको भाइरल हो क्या माटे त। घरका हो गोफाडी धेरै हो। ब्लग बनाउने मान्छे जस्तो मैले के गर्ने। हम कोई मंदिर का घंटा है कि कोई भी आके बजा जाता है। ये रेलवे की त्यो माथेसमा भ्युज बवाल गएको थियो नि। एकै दिनमा कति 1 लाख कति गएको थियो हेर्न। के कसको भिडियोमा? जिएमसी कम्पनीको गाडी थियो होइन। दाइ यो कम्पनी चाहिँ कुनै गुरुङ मगर कम्पनी हो भनेर लगाइदियो बुढोले मान्छेलाई। कुन बाहिर बस्दा आउँछ त्यो भिडियो बनाउने फुरी गएछ टिकटकमा हो। किनभने बाहिर यसो ल फेरि एकचोटि भन्दैछ मान्छे पनि यसो हेर्दाखेरि कमेडी थियो त्यो दुप्लाएर क्या हल्का दुप्लो हराउँ परेको थियो। गुरुङ कम्पनी हो भाइ भनेर दिएछ क्या बुढोले जिएमसी कम्पनीलाई। कुन यो युट्युबमा हालेको कसले? टिकटकमा छ, युट्युबमा छ। हो डेन्जर। मलाई बिर्सिए शेर्पा भाइ भन्दा भयो अरे घुइटे हो। होला नि माटोमा 3-4 जना त यार। एउटा अबुधाबीमा छ, एउटा अनलाइनमा छ, एउटा माटो डेरामा छ, एउटा बर्दोमा छ। तपाईँको आइडी चाहियो भने माटो मिस्टर डङ्गी भनेर एकचोटि आउँछ। झगडा कतिजना चाहिँ रसियनसँग गयो त म त त्यस्तोमा जाने मान्छे दुबई। यस्तो सुन्नु, दुबई एकछिन दुबईमा कुवेतमा बस्ने केटीसँग बिहा गर्नुभन्दा नेपाल गएर डिभोर्स भएको केटीसँग बिहा गर्नु ठिक। यो दुबई र कुवेतमा बस्ने केटीसँग रिलेसनमा मतलब बिहा गर्नु ठिक होइन ल। ए भनेपछि तिमी भनेपछि टोइलेटमा घर यस्तो भन्नु कस्तो? कस्तो च्याप्पो पर्न जाने त है। 50 किलोको आइमाई होस् कि 50 ग्रामको चस्मा होस् कि युज गर्नुभन्दा अगाडि दुइटै हात लाएर खुट्टा च्यातेर अनि मात्रै युज गर्न पाइने। बेटी चोद के गर्दै गर यहाँ